हेलो गाइज आइसिसिआई स्कलरसिपको फर्म चाहिँ फिलअप गरिसक्नु भएको छ भने अब फर्म चाहिँ कसरी सबमिट गर्ने त्यो पुरै प्रोसेस चाहिँ यो भिडियोमा म सिकाउनेछु। सुरुदेखि अन्तसम्म भिडियोलाई स्किप नगरिकन हेर्नु होला, तपाईँले कुनै पनि कन्फ्युजन हुँदैन। सो लेट्स बिगिन द भिडियो। हाउ टु सबमिट एप्लिकेसन फर्म, एप्लिकेसन फर्म चाहिँ कसरी सबमिट गर्ने एमबेसीमा, त्यो पुरै प्रोसेसमा यो भिडियोमा सिकाउनेछु, तपाईँ हेर्न सक्नुहुन्छ। द एप्लिकेन्ट सुड डिपोजिट एप्लिकेसन फी 400 इन द फेभर अफ एजुकेसन विङ। तपाईँले एजुकेसन विङमा चाहिँ 400 रुपिस चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। यो चाहिँ एकाउन्ट नम्बर दिएको छ, यहाँ हेर्न सक्नुहुन्छ। तपाईँ चाहिँ एसबिआईको कुनै ब्रान्चबाट पनि तपाईँ पैसा डिपोजिट गर्न सक्नुहुन्छ। आफ्टर डिपोजिट अफ एप्लिकेसन फी, तपाईँले पैसा बुझाइसकेपछि अब चाहिँ तपाईँले के गर्ने भने जुन रिसिप्ट तपाईँले पाउनुहुन्छ त्यो रिसिप्टमा चाहिँ माथि तपाईँले आफ्नो नाम र रेफरेन्स नम्बर चाहिँ लेख्नुपर्ने हुन्छ। यदि तपाईँको रेफरेन्स नम्बर तपाईँलाई थाहा छैन भने त्यो रेफरेन्स नम्बर कसरी पत्ता लगाउने, त्यसको लागि चाहिँ तपाईँ लगइन गर्नु होला। लगइन गरिसकेपछि माथि प्रोफाइलमा जानु होला अनि त्यहाँ चाहिँ त्यसै गरी तपाईँले कुन कुन कलेजमा अप्लाई गर्नुभएको छ त्यो पनि देखाउँछ। द एप्लिकेन्ट सुड सबमिट द ओरिजिनल डकुमेन्ट एलङ विथ द कपी अफ एप्लिकेसन अपलोडेड अनलाइन। तपाईँले अनलाइन एप्लिकेसन फर्म फिलअप गर्दा चाहिँ तपाईँले जुन जुन डकुमेन्ट चाहिँ अपलोड गर्नुभएको छ त्यो सबैको कपी चाहिँ तपाईँले एमबेसीमा सबमिट गर्नुपर्ने हुन्छ। जस्तैमा तपाईँले क्लास 10 को सर्टिफिकेट अपलोड गर्नुभएको छ, क्लास 10, 12 मेडिकल फिटनेस सर्टिफिकेट, इङ्ग्लिस एज अ सब्जेक्ट, यो सबैको फोटोकपी गर्नु होला। अनि त्यो सबैमा चाहिँ नोटरी हुनुपर्छ। नोटरी भनेपछि तपाईँको डकुमेन्ट सक्लियो भनेर प्रुभ हुन्छ। त्यो सबै कुरा चाहिँ तपाईँले एमबेसीमा बुझाउनु पर्ने हुन्छ। 3वटा डकुमेन्ट चाहिँ तपाईँले ओरिजिनल नै बुझाउनु पर्ने हुन्छ एमबेसीमा। मेडिकल फिटनेस सर्टिफिकेट, इङ्ग्लिस ट्रान्सलेसन अफ नेपाली सिटिजनसिप कार्ड अनि इङ्ग्लिस एज अ सब्जेक्ट, यो 3वटा डकुमेन्ट चाहिँ तपाईँले ओरिजिनल नै एमबेसीमा सबमिट गर्नुपर्ने हुन्छ। त्यसै गरी अब चाहिँ तपाईँले ब्रिगन्सको एम्बेसीमा डकुमेन्ट सबमिट गर्ने कि काठमाडौँको एम्बेसीमा डकुमेन्ट सबमिट गर्ने। यदि तपाईँ यो लिस्ट गरेको डिस्ट्रिक्टमा तपाईँ बस्नुहुन्छ भने तपाईँलाई चाहिँ ब्रिगन्समा बुझाउनु पर्ने हुन्छ। यो बाहेक अरू डिस्ट्रिक्टमा बस्नुहुन्छ भने तपाईँले चाहिँ काठमाडौँमा डकुमेन्ट बुझाउनु पर्ने हुन्छ। जस्तैमा यहाँ हेर्न सक्नुहुन्छ, बारा, चितवन, धनुषा, महोत्तरी, मकवानपुर, पर्सा, रौतहट र सर्लाही, यो सबै डिस्ट्रिक्टमा बस्नुहुन्छ भने तपाईँ ब्रिगन्समा सबमिट गर्नु होला। त्यो बाहेक अरू कुनै डिस्ट्रिक्टमा बस्नुहुन्छ भने तपाईँले काठमाडौँमा सबमिट गर्नुपर्ने हुन्छ। त्यसै गरी अर्को कन्फ्युजन चाहिँ के थियो भने डकुमेन्ट चाहिँ स्टुडेन्टले नै सबमिट गर्नुपर्छ कि त्यसो चाहिँ छैन। डकुमेन्ट चाहिँ तपाईँले बुझाउँदा पनि हुन्छ, तपाईँको कुनै रिलेटिभले बुझाउँदा पनि हुन्छ। यो सबै डकुमेन्टहरू चाहिँ तपाईँसँग हुनुपर्छ। अब चाहिँ तपाईँ के गर्नु होला भने जुन पिडिएफ चाहिँ तपाईँले सेभ गर्नुभएको छ डेस्कटपमा त्यो पिडिएफलाई प्रिन्ट गर्नु होला। त्यो पिडिएफमा चाहिँ नोटरी गर्नु पर्दैन। धेरै स्टुडेन्टहरूले सोध्दै थियो मसँग कि हामीले जुन प्रिन्ट गर्छौँ त्यसमा चाहिँ नोटरी गर्नुपर्छ कि पर्दैन, त्यसमा नोटरी गर्नु पर्दैन। त्यो प्रिन्ट गर्नु होला। त्यसै गरी तपाईँले जुन रिसिप्ट पाउनु भएको छ त्यसमा चाहिँ आफ्नो नाम र रेजिस्ट्रेसन नम्बर लेख्नु होला। त्यसपछि क्लास 10 को डकुमेन्ट, क्लास 12 को डकुमेन्ट, जति डकुमेन्ट अपलोड गर्नुभएको छ त्यो सबैको फोटोकपी गर्नु होला अनि त्यो सबैमा नोटरीको स्ट्याम्प हुनुपर्छ। त्यो बाहेक तपाईँले क्लास 10 र 12 को जति पनि डकुमेन्ट छ तपाईँसँग त्यो सबै डकुमेन्ट चाहिँ तपाईँले एमबेसीमा बुझाउनु पर्ने हुन्छ। त्यसमा नोटरी गर्नु होला अनि सबमिट गर्नुपर्ने हुन्छ। यदि तपाईँले एनी डकुमेन्टमा चाहिँ केही डकुमेन्ट चाहिँ अपलोड गर्नुभएको छ भने त्यो डकुमेन्ट पनि हामीले बुझाउनु पर्ने हुन्छ। यदि तपाईँले केही प्रब्लम छ भने तपाईँ मलाई इन्स्टाग्राममा फलो गरेर मेसेज गर्न सक्नुहुन्छ। तपाईँको सबै क्वेसनको एन्सर म दिनेछु। तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा भन्नु होला।